आम्मा मरियो साथीहरु। रुको जरा सबर करो। सो हेलो एभ्रिवान, वेलकम टु न्यू ब्लग। तपाईहरुलाई मेरो नयाँ ब्लगमा स्वागत छ। आई होप कि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै फिट एन्ड फाइन नै छु। अनि आज चाहिँ हामी बाकल बोक्नु पर्ने छ। हिजो गोठलाई त काम सकियो, अब फेरि बाख्राको खोर बनाउनु छ। अनि त्यस्तै चलिरहेछ आजभोलि गाउँघरमा। अब यिनीहरूलाई नयाँ बनाइदिनु पर्ने छ नि त, अनि यिनीहरूलाई हेपेको बराबर भयो क्या। फेरि यिनीहरू ब्याउने भएको छन्, त्यही भएर अनि खोर त चिडिक चटक्कै बनाइदिइ राख्नुपर्ने हुन्छ। अनि आजको हाम्रो टिम चाहिँ 3 जना दाजुभाइको छुट्दैन। अनि त्यही भएर अब जङ्गल जानु आँटेको छौँ। बाकल चाहिँ के कति छ त्यो त थाहा छैन। मलाई पनि त्यहाँ सार्दै नि थिएछ गन्दा जस्तो। यो तेरै हो? त्यो थोत्रो गन्दा जस्तो खाउँ अनि जाउँ त। हामी चाहिँ जङ्गल आइसक्यौँ है। आइसकेको छौँ न। यिनीहरूले भारी मिलाउँदैछ, मैले सकेँ हामी त फाल्दैछौँ। ल हो होइन भनौँ भन्ने पनि होइन, भनौँ भने पनि हो। अनि अब जानुपर्ने हुन्छ हामी चाहिँ। अब हिँड्नु पर्यो हामी चाहिँ। आम्मा मरियो साथीहरु। बाकल बोक्दा चाहिँ साह्रै रमाइलो भयो क्या आज। रमाइलो छ। एउटा चाहिँ हिँडिसकेको छ, अर्को मेरै पछि छ, अनि म बिचमा छु। साह्रै गरम चाहिँ मेरो छ। पनि उसैको मात्रै हुन्छ अरे। पनि उको हेर्नु सिरियल। पनि उको हेर्नु सिरियल। अनि म भनेको खतरा हो नि त। तेरो अन्त गरम छ नि त नि। किन छैन, लामो पनि छ झन्। अप्ठ्यारो भएर मर्नु आँटिरहेको छ। त्यो छोटो बोक्नुपर्ला त लामो बोक्छ। गयो त अम्मा। साथीहरू मलाई जहाँ छुट्टी गयो क्या, त्यहाँ भारी बोकेको देख्दै। अनि क्यामेरा अनि हल्का क्यामेरा गर। लास्टै हाँस उठिरहेको थियो। आयो यस्तो हाँस उठाइहालिस् नि तैँले। झर्नु परेकोले मात्रै गिरेको कि। साथीहरू अहिले चाहिँ नि बाकल चोरी भएको घोषणा हुँदैछ हाम्रो। दाउरा चाहिँ फेरि छ, यहाँ दाउरा पनि निकाल्नु पर्ने छ। अब आज बाकलको काम सकिन्छ। अनि alibaba.com यहाँ रहेछ एउटा। अनि माथि हेर्दै चेकिङ हुँदैछ, सर्जरी हुँदैछ है साथीहरू। बाकल आज पनि फेरि हाम्रो यहाँ 2टा साउ छ मेरो चाहिँ। यिनीहरूले मलाई जङ्गल घुमाउँदैछ। अनि त्यहाँ पनि बाकल छैन भन्दैछन्। अनि हामी चाहिँ तल छौँ, तल र माथि पो छौँ त हामी त। अनि जङ्गलमा आज फेरि यो कटुसको काँडाले
चप्पल लगाएको छु कि घोचेर हैरान लागिरहेछ हिँड्दैछन् अनि यहाँबाट दाउरा उल्टाउनु पर्ने यो गाईले हो यहाँ त काटेकै तराइन रहेछ अनि अब भयो कि साथीहरू अनि मेरो त छिरो त पर लन्डन त्यहाँ पनि छैन होला बाकल सब चोरी भएछ अब यहाँ एकताल घाँस काट्न आउने बेला भएछ यहाँ छ अलिकति घाँस बाख्रालाई पुग्ने त हिँड्छ नि त केही साथीहरू यहाँ चाहिँ कसैले देखेको रहेन रहेछ नि त बाकल यहाँ चाहिँ छ यस्तै लिनु आएको हामी अघिको चाहिँ साह्रो पऱ्यो नि बोक्नु अब हेर्दै गर्नु होला अब यस्तै छ हाम्रो चाहिँ आजको ल भिडियो गर्दा फेरि लडाइहाल्छस् र एकाउन्न सब्सक्राइबरको सवाल छ नि केटा 51 सब्सक्राइबरको सवाल छ नि केटा खत्म कति केजी छ हारा रहेछ अँ